थाहा गाइस हामी चाहिँ अहिले ओतेर अघि जिन्छ थाहा छैन तर हामी त्यसमै छौँ अनि अगाडि गर्दाखेरि आज चाहिँ जबको पहिलो दिन हिजो मात्र काठमाडौँ आइपुगेको यो डाममा 1 महिना भइसक्यो सेन्पाई भइसक्यो सँगै आउनु लाग्यो हात भाँचेर नमिले तर हात नभाँचेको भए पनि यो त यहाँ हुँदैन थियो अहिले अर्कै ठाउँमा छुट्टै हुन्थ्यौँ जे भयो राम्रै भयो 1 महिना मैले थाहा पाएँ जे भयो राम्रै भयो ठिक छ गाइस दुई भाइ सँगै भयो सँगै भयो यस्तै छ जिन्दगी होइन आज फर्स्ट डे अफ जब उसको 1 महिना पुरा भइसक्यो स्यालेरी पनि गयो पानीमा भिज्दै कहाँ जाँदैछौँ रुम कामदेखि फर्केर रुम जाँदैछौँ घर 50,000 तिरेछ नि त महिनाको घरै भन्नु पऱ्यो बवाल पानी ड्राप गरिराख छाता यस्तो नत्र पनि भिज्दै आउनु पर्थ्यो आज कामको दोस्रो दिन हिजो थाकेर भिडियो बनाउन सकिनँ आज दोस्रो दिन पानी परिरहेछ झन् आज टिकट पनि रुममै बिर्सेर गएछ भन्न क्यास पैसा साथीले बोकेको थियो र टेन्सन नपाए नत्र उतै बस्नु पर्थ्यो केही बोल्नु छ सबिन भाइ केही बोल्नु छ छैन छ के छ जय देश जय नेपाल ल आज चाहिँ हामी एकै बिहानै उठेर बिस्तारै हिँडेको त्यो पनि 3वटा स्टेसन अगाडि हिँड्दै कति 8,000 7,800 त्यही माथि पनि ट्रेनमा जानुपर्ने कि सबिन भाइ मलाई छोडेर आउँछु है ड्युटी 3 बजीबाट गएर के आज बिदाको दिन हिजोसम्म भुइँमा सुतेको मान्छे आज गएर सोफामा सुतिन्छ यस्तै छ के गर्नु गाइस गाह्रो छ फेरि अर्को नि आउँछ पर्सि आउँछ पर्सि नै आउँछ त्यही मात्र होइन अझै छिटो हिँड्नै कति बजी हेर त टाइम भयो यताबाट गएको यता ल गाइस बाई टाउकोमा बोकेर भरिया जस्तै हिँड्छ बाटोमा गाइस म चाहिँ यो दाइको हात भाँच्या भएर है 7,678 को बेडसिट सानो छ तर बवाल छ मजाको गद्दा हुँदो रहेछ सिरानी पनि राम्रै छ यो पनि ठिक छ एकदम बवाल छ नेपालमा भएको भए 4-5 वटा आउँथ्यो होला जापानमा महँगो छ क्या च्यान पाल्न गाह्रो छ मेरो चाहिँ किचन यहाँ ग्यास जोड्न बाँकी छ भोलि 28 तारिक भोलि नै 28 तारिक गएर ग्यास लिएर आउने पानी किनेर आएको बाहिरको यो धाराको पानी खान नसकेर त्यसैबाट माने ठाउँ भयो तल चाहिँ